हेलो गुड इभिनिङ एभ्रिवान। आज चाहिँ मेरो फुर्सद भएको कारणले मैले घरमै स्पेसल अचार बनाउँदैछु। बाहिर पानी पनि परिरहेको छ। सधैँ कति नाचेर भिडियो बनाउनु, योपालि चाहिँ बोलेरै भिडियो बनाउँछु भनेर। सो वेटिङ फर मी। अचारको लागि रेडी हुँदैछ। सो सुरुमा यो सिसाको भाँडा, त्यसको लागि काँक्रा, यो गेडागुडी, प्याज पनि रेडी गर्दैछु। सो यसमा चाहिँ आलु उसिनेको छ, सिटी लाग्दैछ, आलु रेडी हो। अब फ्रिजमा हरियो खुर्सानी, मलाई टमाटर नै मनपर्छ, टमाटर पनि हाल्छु। 2वटा टमाटर, हरियो खुर्सानी, टमाटर, हरियो खुर्सानी पनि मनपर्छ। रेडी गर्दैछु ल। अचार सुरु गर्दैछु। यो चाहिँ काँक्रा भयो, यो खुर्सानी सबै काटकुट गरेर यति गर्दा धेरै हुन्छ। अचार पनि टमाटर नै मलाई मनपर्छ, भिटामिन सी पाइन्छ टमाटरबाट। टमाटर नै मसिनो गरेर काटेर हालेको छु। यो रह्यो गेडागुडी होइन अचारको लागि। यो भयो उसिनेको आलु, यसलाई काट्नै बाँकी छ, एकैछिन। अब हजुरहरूले जे हाल्नु भए पनि हुन्छ। मैले चाहिँ आलु हालेँ होइन। अब यसमा चाहिँ तपाईँहरूले अब तिल हाल्नु भए पनि भयो, अब के अरे सिलाम हाल्नु भयो नि भयो, भाङ हाल्नु भयो नि भयो है त। म चाहिँ भाङ हाल्छु, मलाई भाङ मनपर्छ, भाङ पनि छ। अब भाङ भुटेर पिस्छु है त। अब भाङ भुट्नको लागि रेडी गर्दैछु। भाङ कति हाल्ने आफ्नो अड्कल अनुसार हुन्छ। धेरै हाल्दिनँ भाङ, थोरै मात्रै हाल्छु। अचारको रेसियो कम मात्रै छ, यति भाङ हाल्ने। यो पनि अझ धेरै हुन्छ होला। सानो पार्नु यसलाई, अब ग्यास अलिक सानो पार्नुपर्छ चाहिँ ननिस्किन्छ। रातो गरेर भुट्नु पर्यो, पाक्न चाहिँ पर्यो। काँचो भयो भने अनि ठस्स गनाउँछ भाङ। भाङलाई चाहिँ यसरी सिलौटोमा भुटेको भाङलाई सरसर पिसिन्छ। अब अन्तिम चरण छ। अब तेल ज्वाइँ गर्नुपर्छ अचारमा। धेरै तेल त नहालौँ है, फेरि आफूलाई तेल हाल्न मनपर्छ। धेरै तेल डढाउनु पनि हुँदैन। यसमा सुकिया खुर्सानी पड्काउने, अनि बेसार पनि हाल्नुपर्छ। अब यसमा आफूलाई चाहिने रेसियोको नुन हाल्नुपर्छ है त। अब आफ्नो इच्छा अनुसार, कोहीलाई चर्को मनपर्छ, कसैलाई कम, ठिकै हालौँ। यसमा चाहिँ मैले अलिकता बेसारको धुलो, सुकिया खुर्सानी र बेसारको धुलो। बेसार जति हाल्यो नि लाग्दैन, फेरि रेसियो धेरै होला, आफूलाई आवश्यकता अनुसार हाल्ने। अन्तिम चरणमा छ। अब कसैलाई कागती मनपर्छ, म चाहिँ चुक हाल्छु। यो चाहिँ कोकको भाँडामा छ, अर्ग्यानिक चुक हो। अब चुकको रेसियो मिलाएर हाल्छु, त्यसको मोल्ने बाहेक काम छैन। अब मोलेपछि रेडी हुन्छ है। अब अन्तिम चरणमा आयो। अब अचार मोल्छु है त। आज आलु अलिकति कम भएछ, उसिन त उसिनेको, आलु हतार गरे।
यो अचार बनाउँदा सकेसम्म पानी चाहिँ नहाल्नु होला है, पानी हाल्यो भने छिटो बिग्रिन्छ। अनि पानी हाले त मन त पर्छ। चुक धेरै भयो जस्तो हो, गाउँको अर्ग्यानिक चुक हो, थोरै हाले पनि लाग्छ के चुक चाहिँ। अब यो टक्क बनाएर फ्रिजमा राखिराख्छु छु, 1-2 दिनसम्म खानुहुन्छ। काँक्रा पनि ठुलो भएछ काटै। यसमा थोरै चाख्छु है। फाइनली अचार रेडी भयो। मिठो छ है, खाने भए आउनुहोस्। अब म त्यही अचारसँग खाना खान्छु। के गरेँ, भिडियो अलि लामो भयो। आई एम सो सरी, भिडियो बनाइदिने मान्छे छैन। अचार बनाउनु भन्दा भिडियो बनाउनु टाइम लाग्यो मलाई। ल है, अब टक्क बनाएर फ्रिजमा राख्यो, बिस्तारै खाइन्छ। फाइनली अचार रेडी भयो। दामी छ है, टक्क भयो। फाइनली अचार रेडी भयो। खानासँग खानुपर्छ। थ्याङ्क यू सो मच मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद।